तोरी पेल्न आएको छु फर्स्ट टाइम है तोरी पेल्न 2 वर्ष पुरानो भइसक्यो तोरी यहाँ तोरी मेरो तोरी 15 किलो पर्छ तेल कति आउँछ थाहा छैन ठुलो पानीबाट झन्न भिजेन काल परेर तोरी यहाँ हालिसक्यो पानी पनि हाल्नुपर्छ मैले अघि अलिअलि भिजाएको भए भइहाल्दो रहेछ नि आँखा आएको असिनो मिसाएको भए हुँदो रहेछ है अघि असिनोबाट बचेको नि त कहाँ हो तेल निक्लिने खै यहाँ हो ए त्यसमा तेल निक्लिन्छ अरे अब तिनीहरू चाहिँ जेठ लागेपछि तोरी पेल्न हुन्न भनेर पेल्न त हुन्छ अरे जहिले नि हो अरे यहाँ पेल्ने म फेरि आइहालेँ आज अब तेल झर्न सुरु गर्छ पिना चाहिँ त्यहाँ झर्छ ओ आइसी कति बेला झर्छ पिना पिना लगेपछि पिनाल नुहाउने होला साबुन चाहिन्न अब गाई झरेर अब गरी महिना पुरै पिनाल लाउने अनि तोरीको तेल लाउने होइन त्यति गरेपछि त कसो नहोला र कपाल चाहिँ मेरो लामो आउने भयो अब अहिलेसम्म छोटो हो मेरो कपाल अब लामो लामो हुन्छ अब लामो हुन्छ अहिले फर्स्ट टाइम है तोरी पेल्नमा अरू के अरे आएको त थिइनँ कहाँ झऱ्यो भर्खरै झर्न सुरु गरेको है औद्योगिक क्षेत्रमा हो है यो म तोरी पेल्न आएको पोखराको औद्योगिक क्षेत्र सजिलो बाटैमा रहेछ धेरै टाढा पनि छैन तोरी तेल लाएर कपाल कालो भयो भने अब भोलिदेखि अहिले तेल कति आउँछ म लास्टमा है मेरो तेल यति झरिसकेर तोरी अनि यता पिना झरेको झरेछ पिनालाई यसलाई घरिघरि मेसिनमा हाल्नु पर्दो रहेछ कि तेल निकाल्नलाई माथिमा हाल्ने पेल्ने मान्छे त्यति भइसक्यो अहिले त धेरै नै आउँछ पिना यहाँ सकियो अब पिनाले नआउने भए मसँग सम्पर्क राख पिनाले नआउने अनि तोरी तेल लाएर कपाल लामो लामो बनाउने भए मसित कन्ट्याक्ट गराए अब तेल खनाउन लायो हामीले त्यति धेरै आँखा तेल 15 किलो 15 किलोको एक ग्यालिङ आउला 5 लिटर 5 लिटरको बनी होइन हेरौँ कति आउँछ है नदिएको हामीले पिना यति छ सम्पर्क राख गरी महिनामा पिनाल नआउने तोरी तेल दल कालो भएर टल्किने 5 लिटर तेल आयो होला नि ए तोरी फेरि छर्दाखेरि मल हाल्यो नि